बलराम मामाको घर यो हजुर ओ भाइ भेट्यो ल तँलाई भेट्नलाई आमालाई भेट्नलाई जान लाग्यो हाकिमको बोलावा आयो ल राम्रोसँग जा बाबु ल यो त असल हो रायस मर त उ जति कोही पनि रहेन अरे त्यस्तो रह्यो अरे म्यामी अनि उसले चाहिँ ज्यादै चुतिया भन्यो 100 चोटि विनोदले को विनोद विनोद हाम्रो कम्पाउन्डरको छोराको घर तपाईलाई त सबभन्दा बहुमूल्य वस्तु ल्याइदिनु पर्ने तपाईको कारणले मैले काम छोडेर दिनु पर्ने बङ्गला बनाएको नि होइन कुन यही हो ओ बासु मामा ट्याक्क बासु मामा ओ बासु मामा ल बरन्दामा बस्नु भएको छ गजब शानदार घर बनाउनु भएको छ एक तला थियो बासु मामा घर हो यो ए हामीले पहिला देखा भन्दा त भिन्नै भएछ नि म त 10औं वर्ष भयो नि नआएको यहाँ ल यता पनि यत्रा यत्रा गर्थ्यो जनकको घर कुन जनकको घर कुन हो मामी जनक भन्ने थियो नि एकजना छ अझै सुजन ए कुन सुजनको कोठा ए सुजन टक्क अहिले अमेरिकामा छ उसको कोठा हो हेर सुजनले हेर्छ नि यो भिडियो यो को यो सुमतको छोरी हो हो कुन चाहिँ हो जेठी केही नखाने भातमा ठिक्क छ पानी 1 गिलास खाने मामाको दर्शन गर्न आएको माइजूको नखाउनु त्यो पेट बिगार हो माइजू नमस्कार दर्शन ल ल मामा जे खुवाउनुहुन्छ एकदमै कम खुवाउनुहोस् तर कम खुवाउनुहोस् अस्ति फुत्ता आइछिन् उनी मात्रै मेरो श्रीमती अनि म त जानै पाइनँ मलाई कस्तो गाह्रो भयो भने ल हिँड्नु मामी भारी बासु मामाको चाहिँ त्रिभुवन विश्वविद्यालयबाट बिएको होइन मामी यो बिएको यो चाहिँ सर्टिफिकेटको जमानीको अर्कै रहेछ फेरि ओहो हजुरलाई कस्तो म त मर्दिनै हो अब भान्जासँग अब आफू जान नसक्ने अब भेट्न उही भयो भनेर चाहिँ बाबुहरू किन नहानी बाबु उनीहरू किन आउँथे नि त उनीहरूकै साथी जो राति धुली खेलबाट आएको उनीहरूलाई उनीहरू कुरा नगर्नु अमेरिकामा बसेका केटा हाम्रो हातमा हुन्छन् आमाको हातमा त छैन जातिमा 2टा बाउ छोरा भने उहाँ हजुर जानु उहाँ हजुर जानु अब आज सङ्क्रान्ति दुनियाँ चेन्ज भइसक्यो मामी कस्तो थियो यहाँ के थियो मलाई कसैले माया गर्दैन तिमीले भन्न पाएन हिजो मैले ल्याएर गाली गरेर अब 20 लाख 25 लाख माग्छन् मैले कहाँ पाएर ल्याएर दिनु अलिअलि कमाउने भएको लोग्ने मैले छोराको आफ्नै व्यवहार छ 1 सेमेस्टर पढ्नलाई 40,000 लाग्छ भन्छ 50,000 लाग्छ सबैको आफ्नै नै हुन्छ गर्नु पर्यो त्यही त भनिलाई पु सजिलो ला मेहदी लगाइदिएछन् हातभरि हाम्रो बुहारीहरू पनि लगाइदियो राति अनि सुजन पनि उही छ कुरा गरिरहन्छ छोरालाई के भन्नु छ कि भन्नु ल यो हेर्छ उसले छोरा बुहारी ननी राशि म छु भन्नु भन्दा यसो अब मेरै छेउछाउ आइदेऊ भन्नु हुन्छ सारै जाति छन् है आमा बुवा दुईजनालाई अमेरिका डुलाउनु चाहिँ मेरो जिन्दगीको ठुलो कुरा हो भन्थ्यो कसरी अब दुईजनालाई ल्याउन पाए कि यहाँ आएको सफल हुन्थ्यो त्यही भन्नु होला बेला बेलामा ननी राशि म छु यहाँ भन्नु होला ननी राशि भन्नु होला त्यही हो के भन्नु हजुर एकदम ठिक गर्नु सधैँभरि हार मान्छे हो नि
त्यो त्यस्तै हो। बुझ्दैनन् कि अबुझ बुझ्दैन नबुझेपछि अब के गर्नु अब चुप लागेर बस्नुपर्छ अब म बोल्दै बोली म रोक्ने मम्मीलाई कति गाली गर्नु मम्मी आफ्नै दर्दले बस्नु भएको छ उहाँ अमेरिका लगेर आए पनि फेरि निको हुन्छ कि भनेर जान लाग्नु भएको छ हजुर अनि बल्ल बल्ल बनायो त्यो भिसा अब उनीहरूले हुँदाखेरि बनाउँदा सजिलो मन नसक्ने यसले मनोजलाई के हो मेलो छैन मेलो छैन अनि तै बस्दा अब जहाँ उहीँ गएर ठिक हुन्छ कि 6 महिनादेखि बस्नु होइन जानु पर्यो दिदी अहिले चाहिँ म जान्न एकपल्ट हेर्दाखेरि उहाँको खानपान हावापानीले यो रोगै होइन यसको इलाजै हुँदैन यो आफै निको हुन्छ भन्छ डाक्टर अब आफै निको पटक्कै हुँदैन कसरी खानु होइन तै पनि औषधि खाइरहेछ कसले भयो फोनमा टक्क कुरा गर्ने बिहानी हजुर ठिक छ यहाँ राधा दिदी अनि त्यहाँबाट अमेरिका दाई आउनु भएको छ के भान्जा है गफ गरेर बसिरहेछु म त ठिक छ राम्रो छ 2 महिना हुन लाग्यो भोलि जान्छ बुहारी एकछिन बुहारी यसको छोरो हेर अरू सब ठिक छ राम्रो सुजनको छोरो बाबुहरू त अब केटीहरू बासु मामा तपाईँ दुःख गर्नै नपर्यो ठिक छ सबै राम्रो छ बासु मामा पनि चट्ट आउनुहुन्छ यो गर्नु माइजूको छेउमा गएर बस्छु यत्तिकै यहाँ आउने बसेर गर्नु त त्यहाँ आएपछि भिडियो आउँछ यसो गर्नु यता आउँछ ल माइजूको छेउमा बस्नु आछ ल यही हो यो भिडियो त उसले हेर्छ सुजनले म जाने बित्तिकै हेर्छ उसले कम्प्युटरमा छोरालाई के भन्ने भने भन्नुहोस् हजुर मैले त्यही भनिसकेँ अब भान्जाले बेला बेलामा अति उपदेश दिनु होला अब के भन्नु साह्रै जाति छ मान्छे मलाई त्यस्तो छैन दाइ हुनुहुन्छ म बेला बेलामा दाइसँग कुरा गर्छु मलाई उ गर्नुहुन्छ मलाई निराश मेटिन्छ भन्छ त्यही नै हो टाउको त्यहाँ आएन छोरा ल अलि माथि लानु न आयो आफूले चलाएपछि हामी त हो नि नानीहरूलाई पनि राम्रो आशीर्वाद मेरो राम्रो होस् त्यही हो यो कसैसँग झगडा नगर्नु भन्ने खालको मान्छे मित्र भावै गर्नु अब हिजो त्यस्तो रिसाएर गए ए मैले देखाएको थिइनँ ल अहिलेसम्म दर्शन है सुमतको बिहामा त म अस्ट्रेलियातिर पो थिएँ कि अरे है मामा कहाँ थिएँ म भातकै जस्तो खानाकै जस्तो पो व्यवस्था गरिदिनु भएछ सारा खानेकुरा ल्याएर मामा पनि दिउँसो कहाँ जाने के गर्ने भने हाम्रो होइन यी पसलवाला के अरे यसको नाम के अरे कुमार बोल्दैन किन के छ कुमार दाई ठिकै हुनुहुन्छ ल ए यस्तो त सधैँ छैन होला कहीँ पछि मरेर गइहाल्यो कसले खिचेर किन इन्डियालाई फोन गर्नु पर्ने आउन पाइएन बाबै हेर भनेर थिएन खाना त हामी आउनै भने हो अब अहिले गयो भने त आज त ज्वाइँ पनि हुँदैनन् को त्यही त तिनको घरमा नगएको 10औं वर्ष 15-16 वर्ष भइसकेको थियो पैसा दिएर चाहिँ होइन होइन अब यिनलाई आफैसँग टन्न रहेछ उनीहरूले यसरी बोलाउ बुहारीलाई ज्यादै माया गर्ने बुहारीको नेचर अनुसार अहिले व्यवहार गर्नु पर्यो भाडा उनीहरूले उठाउँछन् सुनादी आफै बनाउँछ तर भगवती राखेर काटेको छ केही छिटो राख्नु पर्दैन
हाम्रो त धेरै स्ट्यान्डर्ड मान्ने मान्छेहरूको हेरी त त्यसै कवि जत्ताले भनेको छैन नि राजा राजा सखा उता अमेरिकाबाट अमेरिका गएको जस्तो भन्छ अरू पनि गइकन त अहिले खाँदैन